नमस्ते सम्पूर्ण साथीहरूलाई। अहिले चाहिँ म यो मेरो आफ्नै जीवनी कथाको गीत तपाईहरुलाई सुनाउन गइरहेछु। यो गीत चाहिँ भुटानदेखिको लिएर नेपाल शिविर क्याम्पदेखि लिएर अमेरिकासम्म चाहिँ यो गीतले सङ्गटिएको छ। यो मेरो आफ्नै जीवनी कथामा आधारित यो गीत बनाइएको छ। तपाईहरुले यो गीतलाई सुनेर मनोरञ्जन लिनु होला र लाइक कमेन्ट गरिदिनु होला है त। गीतकार टीकाराम राई अपने कथा। उडनको सिप्सु सम्ची ताछे गाउँको मुटुमा बाल्य सम्झना बोकेर बगरको हाँसो सिटुमा। देशै छोडी आएछि मन रोयो पात बितुदा। किन यस्तो हुन्छ जीवन नडेसो खोज्दै जुदा। 10 वर्षको यात्रामा सपना बोकेका धमा शरणको बिरालाई गीत बनाइदे आकाशमा। मोरङको शनिश्चरेमा सम्झनाले रुवाउँछ। अमेरिका आएपछि नि मुटु नेपालै धाउँछ। अनामरेसको आँधी इतिहासले लेखिदियो। घर परदेश भयो त लाग्यो ज्यान पनि बेचिदियो। झडले रोएथ्यो मन झरी सरी बित्यो बालापन। तर आशाले भन्थ्यो अलि पर्छ तिम्रो भविष्य धन। 10 वर्षको यात्रामा सपना बोकेका धमा शरणको पीडालाई गीत बनाइदे आकाशमा। मोरङको शनिश्चरेमा सम्झनाले रुवाउँछ। अमेरिका आएपछि नि मुटु नेपालै धाउँछ। रुखको जस्तै जराले बोलाउँछ पुरानो साथ। 10 वर्षको यात्रामा फुल झरेका काँडा चुडेका। तर हाँसो फुल्यो मनमा सपनाले आधी जुगेका। भुटान नेपाल अमेरिका 3 देशको कथा। यो माझको जीवन नै हो मेरो गीत।